नमस्कार। मनसँग मनका कथामा यहाँलाई स्वागत छ। आज भने एउटा नेपाली चेलीलाई आफ्नो श्रीमानले गरेको दुर्व्यवहारको सानो कथा वाचन गर्न गइरहेको छु। यहाँहरूले यस कथामा भएको घटना सम्झेर कस्तो सुझाव सल्लाह दिनुभएको छ यहाँहरूले दिन सक्नुहुन्छ। यदि यस्तै खालको कथाहरू सुन्न चाहनुभएको छ भने यस च्यानललाई सब्स्क्राइब गरी साथ सपोर्ट गर्न सक्नुहुनेछ भन्दै कथा यसरी सुरु हुन्छ। अष्टमीको दिन घर परिवारलाई थाहै नदिई कुवेतबाट मेरो श्रीमान अचानक घरमा आउनुभयो र मेरो मोबाइल जबरजस्ती खोसेर मेरो मेसेन्जरमा मेसेज र फोन कल हेर्न थाल्नुभयो। मलाई सासू ससुरा र छोराछोरीको अगाडि बेसरी कुट्नुभयो। कुटाइ पनि यति भयो कि मैले कसैलाई गुहार माग्नै सकिनँ। घरबाट निस्केर त्यही नाठोसँग जा भनेर साँझमा घरबाट कुट्दै निकाल्नुभयो। त्यसपछि म माइती घरमा आएर बसेकी छु। स्वास्थ्य उपचार गराइरहेकी छु। अब भन्नुहोस् मैले के गर्नुपर्छ? प्लिज यहाँहरूको अमूल्य सुझाव सल्लाहको अपेक्षा लिएकी छु।